नमस्कार सम्पूर्ण देश विदेशमा रहनुभएका आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू। आज म पहिलोपटक मेरो युट्युब च्यानलमा बोलेर एउटा भिडियो बनाउँदैछु। म चाहिँ काठमाडौँबाट सिस्नेरीको बाटो हुँदै हेटौँडा जाँदैछु। हेटौँडा जाने बाटो हो यो। छैमले भन्ने ठाउँ हुँदै जानुपर्छ। पहाडको बाटो छ। हेर्नुहोस् भिर पाखा यस्ता छन्। नेपालको सुन्दर पहिचानहरू यही हो। बाटो ठुलो छ, 2 लाइनको बाटो छ। गाडी चाहिँ मजाले लिएर हिँड्न सकिन्छ। तर यो जुन भिर छ बर्खाको समयमा एकदमै समस्याहरू हुन्छन् यो बाटोमा। पहिरो झर्ने सम्भावना हुन्छ। ठाउँमा चाहिँ ठिकै छ, तर केही ठाउँमा अलि अप्ठ्यारो हुने सम्भावना हुन्छ। बर्खाको समयमा चाहिँ हिउँदमा त एकदम राम्रो छ। दक्षिणकाली मन्दिरको बाटो हुँदै छैमले निस्केर आउनुपर्छ। साखेलबाट आउने बाटो त छ। एउटा पोखर डाँडा भन्ने ठाउँ आइपुगेँ म। यहाँबाट जाँदैछु तलतिर। बाटो घुम्ती छ, हेर्नुहोस् एकदमै घुम्ती बाटो छ। जसरी मैले भिडियो बनाउँदै गाडी चलाइरहेको छु त्यसरी चाहिँ नगर्नु होला। गाडी चलाउँदै मोबाइल चलाउनु हुँदैन। मैले चाहिँ फर्स्ट टाइम हो मेरो, पहिलो, त्यही भएर मैले ट्राई गर्नलाई गरेको छु। भिडियो हेरेर सहयोग गरिदिनु भएकोमा धन्यवाद। हाम्रो देशको पहिचान हेर्नुहोस्, डाँडा पाखा पहरा, हरियाली, साल सल्ला, धुपी, पिठौली लगायत सम्पूर्ण बोट बिरुवाहरू छन् हाम्रो देशमा। यस्तो छ बाटो। तर बर्खामा समस्या हुन्छ। यो भिर, यो माटोहरू चाहिँ बालुवा मिसिएको माटो हुनाले यो माटो एकदमै झर्ने सम्भावना हुन्छ यस्तो बेलामा चाहिँ।